अस्ति चाहिँ दशैं दिनहरू पानी परेको थियो अनि हेलो नमस्ते यहाँहरु सबैले सुशीला ब्लगमा फेरि पनि स्वागत गर्न चाहन्छु। चारैतिर छरिएर बस्नुभएका रहनुभएका आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरूलाई मेरो तर्फबाट हृदयदेखिकै सम्मानका साथै मिठो माया दर्शकबिनहरू हजुरहरू कहाँ हुनुहुन्छ अनि के गर्दै हुनुहुन्छ? सबैजना आराम कुशली हुनुहुन्छ होला। म चाहिँ घरमा बसेर हजुरको सामु भिडियो लिएर उपस्थित भइसकेको छु। मेरो दैनिक सधैँ हजुरहरूलाई सेयर गरेको छु, सेयर गर्नेछु। हजुरहरू अस्ति चाहिँ दशैं दिनहरू पानी परेको थियो अनि चिसो थियो। आज पनि बिहान चाहिँ परिरहेको थियो, अहिले चाहिँ पानी परि उग्रिसकेको छ। काठमाडौँमा चिसो पनि बढिसकेको छ, गाउँघरतिर पनि बढेको होला। सबैले आफ्नो ख्याल गर्नु होला, न्यानो कपडा लगाउनु होला। म खाजा बनाउन लागेको हैन, भोक पनि लाग्छ दशैं दिनहरू। हजुरहरूले चाहिँ खाजा खाइसक्नु भयो होला। आज स्पेशली म के बनाउँदैछु मेरो खानेकुरा चाहिँ रेडी भइसक्यो दशैं दिनहरू। स्पेशली आज पास्ता बनाएको छु हैन। अनि यो चाहिँ भेज मोमो हो, यो चाहिँ सर्भिङ हो। अनि यो चाहिँ जुस हो, सलाद छ अनि साथमा डल्ले खोर्सानी छ अनि मोमोको अचार छ। आज चाहिँ म सरले आँखा छोपेर यहाँ के भेट्छु हैन, म त्यही खान्छु, हेर्नु है त। अनि डल्ले खोर्सानी पनि छ, यो चाहिँ जुस हो। के भेट्छु हेर्नुहोस् है त, चिसो हो त यो त है। हेर्नु ट्याप्पै पारेको छु मैले चाहिँ, मैले देखेकै छैन है, मैले के बाँधेको छु यहाँनिर। अब यहाँ के छ भनेदेखि पास्ता
ल कस्तो अँधेरो कालो देखिन्छ। म चाहिँ सले आँखा छोपेर मैले के खाँदिरहेछु त आज भनेर मैले ट्राई गरेको हो है। 10 दिनहरू यति धेरै पास्ता सकिभरि थियो। यहाँ भरि मोमो पनि डल्लै सक्न लागेछु, यो पनि सक्न लागेछु। यो चाहिँ अलिक थोरै खाइछु। यहाँ काँक्रा त्यो पनि सबै सकेँ, अनि अचार पनि खाएँ, चिसो पनि सकेछु। सबैभन्दा धेरै चाहिँ खोर्सानी खाएँ क्या, त्यही भएर गाह्रो भयो। हस् त, यति भन्दै हजुरहरू सामु बिदा चाहन्छु। हजुरहरूले माया गरिदिनुहुन्छ होला, सपोर्ट गरिदिनुहुन्छ भन्ने आशा छ। हस् त, बाई बाई गाइज।